हेलो आइसकेको यहाँको सामान हटाएर जाँदैछौँ भन्नु थाहा छ। हाम्रो साथीहरू दुईजना बाटोमा थियौँ, अहिले चाहिँ फाइनल्ली रुममा आइसकेको छौँ। हेलो, स्वागत छ है फेरि हजुरहरूलाई मेरो न्यू भिडियोमा। वेलकम टु माई न्यू भिडियो फेरि पनि आइसकेका छौँ हजुरहरूको। यस्तै छ, आज पनि फेरि हाम्रो सधैँको काममा जाँदैछौँ हामी ड्युटीमा। सधैँको यस्तै हो, हिँड्ने टाइम जाने टाइम होइन। हाम्रो युनिफर्म चाहिँ यस्तो हुन्छ नि है। युनिफर्मको नाम के छ भने हामी यसरी हिँड्दैछौँ बाटोमा। मेरो चाहिँ हामी आज भन्दाखेरि दुईजना छौँ। अस्तिको पहिलो दिनको साथी र म छौँ। हल्का टाइम लेट भइसकेको छ, अलि छिटो जानुपर्ने छ ड्युटीमा। परदेशको काम के गर्नु, यस्तो मिठो निन्द्रा लगाइरहेको थिएँ, रै पनि उठेर हिँड्नु पऱ्यो हतारमा। रुमदेखि आएपछि मैले ल्याउन सकेनँ, किनकि अलिकति हतार र बाटोमा आएर मात्रै स्टार्ट गरेँ। त्यस्तै हो, केही छ होइन। हजुरहरू सामु भिडियो, नयाँ भिडियो ल्याउने कोसिस गरिरहेका छौँ। हाँ भाई, हमारा न्यू वीडियो में कुछ तो बोल यार, कुछ बोलना। क्या बोलना? अरे यार बोलना यार कुछ, तुम्हारा विषय में कुछ तो बता दे। हाँ गाइस, कैसा है सब लोग? ठीक है ना? ये मेरा बहुत अच्छा दोस्त है। जब से आया तभी से हमसे दोस्त हो गया, बहुत अच्छा दोस्त हो गया, दोस्त बन गया हमारा। अच्छा है, प्यारा सा है। राम्रो दोस्त माया गर्छ सुजन, त मलाई धेरै माया गर्छ। त्यस्तो केटीको गरेर छैन, त्यस्तो गरेर सुजन त मलाई माया। गुड। त गाइज, हामी चाहिँ रेस्टुरेन्ट आइपुगिसकेका छौँ। अहिलेको लागि भिडियो इन्ड गर्छौँ। यो चाहिँ हामीहरूले आज यहाँको सामान हटाएर अर्को ठाउँमा राखेर यसलाई सफा गरेर चाहिँ फेरि यसैमा सामानहरू सेट गरेका हौँ। यसरी सफा गरेर चाहिँ यसरी सेट गरेको सामानहरू सबै आजको हाम्रो रेस्टुरेन्टभित्रको भएको कामहरू चाहिँ खाली टाइममा यसरी सरसफाइ गरेर सामानहरू सेट गर्नुपर्छ। यस्तो गरी यस्तै छ कामहरू होइन, एकदम ठिकै छ, गर्नुपर्छ काम। त्यस्तो केही छैन, राम्रै भयो। जोस् आजको दिन पनि जोस् राम्रैसँगले बितियो भन्नुपर्छ। यस्तै हो, परदेशको काम सजिलो त कहाँ हुन्छ र होइन र। यो चाहिँ अब जस्ट अब भित्रको काम होइन, खाली टाइममा चाहिँ अब बाहिरतिर काम नभएको बेलामा चाहिँ भित्रको सामानहरू सरसफाइ गर्दै सामानहरू स्टक गरिराखेको भन्नुपर्छ। यस्तै हो, केही छ होइन। गाइस, फाइनल्ली हाम्रो चाहिँ छुट्टी भइसकेको छ। हामी चाहिँ अब रुमतिर जाँदैछौँ भन्नुपर्छ है। रातो छ, रुमतिर जाँदैछौँ हामीहरू चाहिँ। यस्तो ठुलो गाडी छन् कि यहाँनिर चाहिँ ब्याक गर्दैछन्। यस्तो छ, हामी चाहिँ के भन्छ रातोमा हिँड्दैछौँ, साथीहरू पनि छन्। रातो छ। अच्छा है रे, यस्तो छ।
बाहिरको बाटो बुझ्नु सक्नुहुन्छ साउदीको गर्मी कस्तो छ भनेर। अहिले ठ्याक्कै भन्नुपर्दाखेरि 1 बजेको गर्मी हो यो हो। गाह्रो छ काम गर्नलाई। बाहिरतिर काम गर्ने साथीहरूले कसरी गर्छन् होला हो यस्तो गर्मीमा काम। गर्मी छ हिँड्दाखेरि यस्तो गर्मी रुखहरू पनि एउटा पनि छैन हो सर्दीमा। शीतल बस्नलाई पनि गर्मी छन्। भए पनि के गर्नु मरिहाल्छ तातोले गर्दाखेरि रुखहरू पनि राखेर पनि के गर्नु भएर गाह्रो छ। हाम्रो साथीहरू 2जना साथीहरू हुनुहुन्छ अगाडितिर। अघि चाहिँ हामी बाटोमा थियौँ, अहिले चाहिँ फाइनल्ली रुममा आइसकेको छौँ। आएर पनि सोइसकेको छ हाम्रो। रुममा आएर बसेको छौँ। अहिले चाहिँ अब खाना बल्दैछ। अब एकछिनमा खाना खाएर चाहिँ अनि बसिन्छ। अनि त्यस पछाडि फेरि सुतिने हो। अनि फेरि 3 बजे उठेर ड्युटी जाने हो हल्का फुल्का होइन बनाउने। खासै अब पहिले बनाएको थिएन र त्यही भएर स्टार्टिङमा अब भर्खरै सुरुवात। त्यसैले भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि साथै सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु है।